ममडेड हाम्रो यहाँ एलन भाइ राजा म झरे है ममडेड ल ब्रदर ल ल ल ल ल ममडेड त मेरो पुरानो साथी हो तर कुनै बेला दुश्मन भएको तर आज बोल्दा राम्रो बोल्दो रहेछ ठीक लाग्यो मलाई ममडेडकोमा यसो मनमा पाछ नि यस्तो के ओइसर ब्रदर म्याचिङ शत्रु भन्ने हैन के म्याचिङले ट्याउट्या गर्ने भोलि आएर म हो साथी भन्ने कहाँ मलाई माचिङ भने के भाइ पनि कस्तो मान्छे छ यार दाइ यस्तो म्याचिङ साथी रन्डीको छोरा भिखारी ए रन्डीको छोरा तेरामाको पुती चिक्चु भिखारी निखारी मादर चोदा ए रन्डीको औलाद तेजेन्द्र रायको छोरा माचिङ रन्डीको छोरा ओइ बाइक फले रन्डीको छोरा बेजेती टसाइदियो त त्यसको मुखमा ओइ त्यसले देखाउन लाग्थ्यो त्यही भएर मैले त्यसलाई हाडे यो माउन्टेडले फेरि देखाउन लाग्यो भनेर नतानु मादर चोदला नतानु न मादर चोदला देखाउँछ रन्डीको छोराले कोले बारे लाडो देखाउँछ खेल्ले चिक्ने माचिङ रन्डीको औलाद ल ईश्वर ब्रदर राउटी भइहाल्यो मादर मेरो भाइ ईश्वर ब्रदर यस्तो हो के म्याचिङ हैन मात्र हुन्छ जसले गाली गर्छ मुख साड्छ एकछिन हो के ब्रदर माइन्डमा राख्ने नि हैन ए मुजी ममडाले कति मलाई गाली गर्छ म्याचिङ एकछिन हो त्यो इस्यु राख्ने हैन के ब्रदर है हैन एकदम राम्रो कुरा म जान्छु भाइ एलन भाइ ड्युटी छ बिहान निरोको दुधमा कत्रो यार त्यो मासु ओइ निरो ममडेड म गए है बहिनी म जान्छु ल हस् दादा ल टेक केयर ह्यापी दशैं हजुरलाई हुन्छ ड्युटी जानु पर्छ बिहान सकर खण्ड राम्रोसँग केयर गर्नु ल फेरि कालो होला राडीको बारेमा छिराउनु पाए कालो हुन्छ म्याचिङ तपाईले भन्दिनु एलन भाइ राजा राडीको बारेमा चाहिँ तेरो आर्जी तेरो पुती यस्तो कालो हुन्छ जस्तो लाग्यो म्याचिङ हाम्रो त हैन मेरो दादा मान्छे कालो भए पनि लास्टै सुहाउने मान्छे हो नि मेरो दादा श्री चक्र परेको नाच्ने त्यतिकै गाउँ दादा एउटा बाँसुरी बजाउनु न लु दादा बाँसुरी बजाउनु न मलाई मन पर्यो कहाँ सबै पन्जाबी सुतेको त्यो माथिको लगेज कसको तेरो हो नाइट त बबाल लैछ निरुको यार कोल जान्छ कति 17 केजीको हो नाइट चाहिँ दामी लाग्यो मेरो तिम्रो त्यो अलिकति माथि गर त यल्लो गरे दादाले हेरेर होस् अलिकति माथि गर न के गर्ने टी-शर्ट के त्यो नाइट देख्न पागल भन्छ दामी रहेछ यार निरु मान्छे बबाल छ ओइ त्यो भन्दा माथि नसर आइडी जान्छ ओइ आइडी जान्छ ओइ म्याचिङ ओइ यसको त बेबी पनि छ के ओइ बेबी छ निरु बेबी छ यसको दुधको निम्पले देख्छ म्याचिङ यार आइडी जान्छ कहिले तारो छैन का छ है तेरो अहिले आइडी तर पुत्से बबाल छ यार निरु पुतीको डिल देखा दो डिल मात्रै मलाई हेर मलाई राको छ यार यसको पुत्तीमा एउटा भुत्ला भेट्यो भने पैसा फिर्ता पैसा फिर्ता माछ मेरो चाकको पुत्तीमा एउटा भुत्ला भेट्यो भने पैसा फिर्ता अफर माचिङ तर मलाई त माचिङ पुतीको डिलमा भुत्ला भएन नि त निरु बेबी दुध अलिकति हेरौँ न मलाई निरको दुध असाध्यै मन पर्छ यार निरको दुध पनि बबाल छ टिकटकको दुनियामा ओइ मम ड्याड ओ मम ड्याड अहिले भेरी ओइ सुन न अहिले भर्खर मैले भिडियो कल इमोमा हेरेको कति मोटो लारो थियो माचिङको साँच्ची के कति ठुलो लारो थियो माचिङको मलाई छिरायो भने म त मर्छु कसम हो के हो निरु दुध हेरौँ न अलिकति डेमो तर कति कालो कालो पुती हेर्यो के तर निरको चाहिँ गोरो छ निरको त एउटा भुत्ला पनि के पुती गोरो छ मान्छे मोटो सुन्न निरु म तिमीसँग जिस्केर बोल्दाखेरि तिमी मलाई गाली दियौ नि ठिकै छ मेरो पनि पालो आउँछ नि कुनै दिन चिक्ने नाच्छ गीत बजाइदिनु मलाई नाइट लास्टै मन पर्यो यार निरुको यार बहिनी दादा निरको पुती पनि बबाल छ नि ईश्वर ब्रदर म्याचिङ के बहिनी भनिराख म्याचिङ फेरि हाम्रो भाइ फेरि हेर नि फेरि दाइ भन्दै भने बहिनी भन्ने त नि कहाँ बहिनी भन्ने त के हुन्छ र दादा सुन न निरको पुती गोरो छ नि किलो नाइटो भन्दाखेरि मैले कहाँ बहिनी भनेको त नि डार्लिङ होला कहाँ बहिनी दाइ मेरो भाइ फेरि हेर कान्छ फेरि एलन भाइ त्यतिकै कराइरहेछ यार अनि कहाँ बहिनी भनिदिरहेछ ओइ निरु हैन के मैले मलाई भने हैन मैले निरुला भनेको के नाइटो बबाल रहेछ के के भनेको पुतीको डिल हेरौँ न अलिकति माथि मात्रै के निरु उता फर्किँदै एकचोटि तल कमेन्ट 10 को ल मिग्दैन म्याचिङ नदे चा खेरा त तिमी 5 भनेपछि 15 10 हैन 15 भयो हैन ओ माय गॉड के हेर्नै सन्दी
यो एउटा घर होइन क्या दामी यार दुईटाको तिनटा मान्न पर्छ थुप लगाउ क्या म्याचिङले यसले त मलाई मेरो ल्यान्ड पो उठाउँछ जस्तो छ त ऊ हेर्न अघि नै तैसँग झगडा गरेको है निरु तँसँग अघि झगडा गरेको मान्छे आयो गीत बजाउनु न भने निरो जिस्का देख्यो क्या अरे अरूको चालियोस् भनेर मात्र हो क्या 15 तिर्नु भयो ल बोल्न म्याचिङले म बोल्दैछु को मुजी खाथ्यो म्याचिङले एकछिन पक म्याचिङले को फेरि ट्याउट्याउटै गर्न थाल्यो तेरो बाउ हो म्याचिङले यतिकै बस्ने एकैछिन ममडेर हो राइकेटलाई बोलाउन हो राइकेटलाई मिस गरिरहेको छु म मन लाग्छ बजाउनु न गीत बजाउनु नबोलाए म्याचिङ यस्तो झगडा गर्ने ठाउँमा अनि यो त सुन्ने मम ड्याड अघि त यो चाउरी परे अघि त मेकअप नगरेर हो नि अहिले त मेकअप गरेर आएको छ त मेरो नगर्ने मा कसमको अघि त चाउरी परे देखिरहेको थियो अहिले त हेर्न मा कसम गुलाब चुसाउनु मन लाग्यो त यसलाई त फुर्केको हेर्नु यो फुर्केको चा मुझे भाडाको माल जस्तो मुझे काम छैन चिक्ने ओ तँलाई के भन्दा चाहिँ प्लुत्तै खोलेर देखाइदिएँ म हाल्छु ओइ मम ड्याड नउचाल त म्याच ओइ नखोल भयो यार भयो लिमिटमा बस दुजी ए रेडी निरु पुतिको डिल देखाइ चिक्नेलाई पुतिको डिल देखाइदिन ओइ बजाउनु न भने नदेखा निरु म्याच के तेरो फेरि म्याच ए रन्डीको मानहरु यसरी झगडा गरेर चाहिँ कसरी गीत बजाउने हो यसलाई हटा त निरु गेम हेरौँ न पादो दुधको गेम हेरौँ न निरु गीत बजाइदिनु दुधको नाच्छु म म्युट अन फेरि मम्मी निरुको भिडियो हाल्न म यसरी मेरो छोलेर आउनु पर्यो कुन गीत लगाइदिनु दुधहरु देखा मुजी सामान चाहिँ ओइ नाच्न चिक्ने बर दुध देखान चिकामारी गर्न म खासै नाचेको मलाई मन पर्दैन क्या दुध चिकामारी गर्न एकछिन मलाई कस्तो गाह्रो उसो भयो वान के हाल्नु म्याच के छक्का नबोल्न त यसको डेमो हेर्न मन छ भने हान्दैन यार म कसम अर्को दिनमा दिन्छु मसँग नभएर मात्रै हो क्या मसँग त छैन भाइ कसम हान्दे त एउटा मर्निङ अर्को दिनमा म र मम ड्याडले लाएर पुरा गर्छ अनि मम ड्याड कसमलाई राडीको छोरा नहुने कुन चाहिँ हाल्यो म्याच हेर्न मरे हेर्न मरे अब तँलाई मैले चिक्नु पर्यो है क्या राम्रोसँग मनिगन हाल्नु भनेको एउटा मनिगन हाल्नु भिखारीको सँग निरुलाई एउटा